गर्दैछ गाइज हैन ल अन्तिमसम्म हेरेर चाहिँ साथ दिनु होला र पहिला जस्तै तपाईहरुको माया सपोर्टले गर्दा म यहाँसम्म पुग्न सफल भएको छु र अझै पनि तपाईहरुले माया गर्नुहुन्छ भन्ने मलाई एकदम आशा छ जस्ट हामी अझै पनि योभन्दा माथि जाँदैछ गाइज हैन यता चाहिँ जर्सी पवा भन्ने रहेछ यो ठाउँ हैन एकदम बवाल रहेछ यो ठाउँमा चाहिँ म कहिले पनि आएको थिएन क्या हैन तर जस्ट म आज आइपुग्यो मलाई खुसी लाग्यो मेरो साथमा मेरो भाइ पनि हुनुहुन्छ हैन यता हैन विनोद ब्लगर जी हुनुहुन्छ उहाँ चाहिँ हैन उहाँलाई पनि सपोर्ट गरिदिनु होला विनोद ब्लगर 23 उहाँको पनि च्यानलको नाम रहेको छ र उहाँलाई पनि सपोर्ट गरिदिनु होला र हैन त्यसपछि अनि मलाई पनि सपोर्ट गरिदिनु होला सबै हामी मिलेर हामी मिलेर अगाडि बढ्नु पर्छ है त यो बाटो हुँदै अब यो धेरै लङबाट हामी यसरी आएको थियो हैन अब यताबाट जान त्यति राम्रो देखिँदैन अब हामी जाने बाटो चाहिँ गाइस हामी यो सिधा हो हैन यसरी यो गेटबाट हामी जाँदैछ गाइस हामी चाहिँ यो कागेश्वर मन्त्री हामी प्रवेश हुँदैछ हैन यो भित्र हैन धेरै यो ठाउँमा चाहिँ म हैन आउन अस्तिदेखि मन लागिरहेको थियो तर अझ चाहिँ म हैन बस आज चाहिँ मलाई एकदम मौका मिल्यो र त्यही कारणले हामी आइपुग्यो जस्तै हामी योभन्दा अगाडि एकचोटि आउन लागेको थियो तर म एउटा समयले गर्दाखेरि मिलेन हैन त्यसैले अनि यो ठाउँमा चाहिँ यसरी कागेश्वरी मन्दिर भनेको चाहिँ हाम्रो एकदम बब्बा यसरी हैन कागेश्वरी मन्दिर है गाइस चाहिँ हैन यसरी चाहिँ हामी अझै पनि मास्तिरसम्म हामी जाँदैछौँ गाइस हैन अनि माथिसम्म पनि हामी जाँदैछौँ यसरी चाहिँ तपाईहरु पनि यहाँ भिजिट गर्न सक्नुहुन्छ तपाईहरु पनि आउन सक्नुहुन्छ यो ठाउँमा हैन एकदम रमाइलो हैन कागेश्वरी मन्दिरमा चाहिँ यसरी आउन तपाईहरु पनि हैन आउन भिजिट गर्न सक्नुहुन्छ यो ठाउँमा यसरी हैन जब हामी मास्तिर भर्यौं जाउँ हैन लागि हैन मलाई साथ दिँदै हुनुहुन्छ विनोद मुक्तानजी हुनुहुन्छ हैन उहाँको पनि अब भनौँ न अब च्यानलमा आइसकेको छ विनोद ब्लगर 23 को चाहिँ उहाँलाई पनि एकदम सपोर्ट गरिदिनु होला जस्तो मलाई सपोर्ट गर्नु भएको छ उहाँलाई पनि सपोर्ट गरिदिनु होला सो गाइस अब हामी चाहिँ अब दर्शन गरेर सकिसक्यो हैन अब कागेश्वरी मन्दिर तपाईले कहाँ हुनुहुन्छ भन्दाखेरि तपाईको गागलफेदी सिधै आउने त्यसपछि हैन अब रोडै छ हैन यसरी तपाईहरु पनि भिजिट गर्न सक्नुहुन्छ हामी यताबाट राउन्ड लाएर हामी यो बाटो आएको सर अब हामी दाजुभाइ हामी सबै जाने हो यसरी